अब कसैले एउटा दुईटा कार्यक्रममा बोलाउँछ होइन, अनि यस विषयमा तपाईँ के भन्नुहुन्छ, तपाईँको विचार के छ भनेर सोध्छ। अनि त्यो सोधिसकेपछि आफूलाई मनमा लागेको आफ्नो विचार भन्न पाउनु पर्यो नि त। आफूलाई मनमा लागेको कुरालाई मनमै दबाएर अरूहरूलाई के लाग्छ त्यो भन्ने होइन नि त। अनि यहाँ मान्छेहरू कमेन्ट गर्न आउने रहेछन्, मतलब मलाई त होइन, म त्यति पपुलर त भएको छैन, तर सुरक्षा पन्त कि हाम्रो को हुनुहुन्छ नि एकजना, उहाँलाई कस्तो नराम्रो राम्रो गाली गरेको छ क्या। म त अनि ओहो, मान्छेहरू कतिसम्म निच हुँदो रहेछन् जस्तो लाग्छ क्या। उनीहरूले भने जस्तो भइदियो भने ठिक छ होइन, भने जस्तो भइदिएन भनेदेखि चाहिँ एकदमै अब कसरी हुन्छ, मान्छेहरूलाई मर्न बाध्य जस्तो बनाउने खालको हुँदो रहेछन् क्या। त्यति आफ्नो कुराहरू व्यक्त गर्दाखेरि त्यस्तोसम्म हुने रहेछ क्या। यो गणतन्त्र आओस् कि राजतन्त्र आओस् कि तन्त्र जेसुकै आओस्, तर जनताले सुख पाउनु पर्यो क्या। आफ्नै देशमा उब्जनी हुनु पर्यो, आफ्नै देशमा उपभोग हुनु पर्यो। बरु बाहिर पनि निर्यात गर्न सकियोस् होइन। आयात मात्र भइरहेछ नि त अहिले गणतन्त्र आइकन त। राजतन्त्रमा त अलिअलि निर्यात पनि हुन्थ्यो नि त, त्यो सबै बन्द भएको छ। तर राजतन्त्र भए नि, गणतन्त्र भए नि, प्रजातन्त्र भए पनि, जेसुकै तन्त्र आए पनि होइन, त्यो तन्त्रमा राज गर्ने व्यक्ति चाहिँ सही हुनुपर्छ क्या। त्यो निर्देशन दिने व्यक्ति चाहिँ सही हुनुपर्छ, डिरेक्सन दिने व्यक्ति चाहिँ सही हुनुपर्छ क्या। हामीलाई चाहिएको चाहिँ त्यही हो खासमा। तर मान्छेहरूले चाहिँ कोहीले राजा चाहियो भन्छन्, कसैले केपी ओली चाहियो भनेको छ, कसैले प्रचण्ड चाहियो भनेको छ, कसैले बालिन आयो भने चाहिँ राम्रो गर्छ कि भनेको छ, कसैले रवि आयो भने चाहिँ राम्रो गर्छ कि भनेको छ होइन। आमा, यिनीहरूलाई कुरेर बस्दा देशै डुबिसक्यो के। खास भने साँच्चीकै देशै डुबिसक्यो होइन। र पनि अझै हामी चाहिँ यसले अझै आश गरिरहेको छौँ कि को आयो भने चाहिँ राम्रो गर्छ भनेर क्या। अनि अझ कसैले यसो राम्रो काम गर्दै हिँडिरहेको छ भने पनि होइन, अनि त्यसमाथि चित्त त झन् कसैको बुझ्नै नसक्ने कि। अब बालेन शाहले भ्रष्टाचार गर्ने भ्रष्टाचारीलाई चाहिँ सजाय दिएर चाहिँ त्यो कुर्सीमा बसेको हेर्न नसकेर चाहिँ निकालेको, त्यसरी तालचलाएको रहेछ भनिसके पछाडि अनि त्यसमा पनि एमाले किन टाउको दुखिरहेको क्या। त्यहाँको मान्छे सुनिता डङ्गोल कतिसम्मको मान्छे रहेछ क्या। त्यस्तो भ्रष्टाचार गर्ने, त्यस्तो भ्रष्टलाई ढोका सबै फुटाएर अनि त्यो आफ्नो त्यो उसको कुर्सीमा लगेर राख्न सक्ने हिम्मत हेर त कति धेरै रहेछ। उसलाई कसैले केही गर्न सक्यो त। यदि त्यति काम बालेनले गरेको भएदेखि अहिले कस्तो हुन्थ्यो, चौतर्फी चारैतिरबाट घेर्थ्यो नि त मान्छेहरूले। मलाई राजनीतिको बारेमा त केही पनि थाहा छैन, तर यति चाहिँ थाहा छ को सही को गलत, कसले के काम गरिरहेछ त्यो त थाहा हुन्छ नि त होइन। अहिले बालेन आइकन कति धेरै कामहरू भइसक्यो होइन। तर यो केपी ओली आएर के काम भयो मलाई थाहा छैन होइन। म एउटा जनता भएको हिसाबले मलाई थाहा छैन। सुनिता डङ्गोल आएर सुनिताले के काम गर्यो त्यो पनि थाहा छैन क्या मलाई। तर बालेनले चाहिँ के काम गर्नुभयो त्यो चाहिँ मलाई सबै थाहा छ।